मैले भर्खरै परिवर्तन मुभी हेरेर आएँ। यो मुभीको राम्रो भन्दाखेरि एउटा एक्सन चाहिँ एटेम्प्ट गरेको चाहिँ देखिन्छ, त्यो राम्रो छ। तर ओभरअली मुभीलाई म जोतकै भन्छु क्या, जोतकै मुभी बनाएको छ जस्तो लाग्छ। किन भन्नुपर्दा सुरुदेखि र अन्त्यसम्म मुभी डायलगबाजीमै जाँदैन क्या। डायलगबाजी पनि एउटा पोइन्टमा गऱ्यो भने मान्छेले सिटी बजाउँछ हलमा। तर यसमा डायलगबाजी सुरुदेखि र अन्त्यसम्म चाहिँ होइन, त्यो इरिटेट नै लाग्छ आफूलाई, मलाई चाहिँ लाग्यो होइन। अनि अर्को कुरा, मुभीको नाम परिवर्तन हो, तर अब मुभी डाइलेगकै पछि परिवर्तन वर्ड त युज गर्नु भएन नि। यो मुभीलाई डाइरेक्ट चाहिँ विजय केरुङले गरेका छन् र मेन कास्टमा सुशील श्रेष्ठ, हेमन्त बुढाथोकी र अञ्जली बराइली रहेका छन्। र यो मुभीको स्टोरी मैले भन्नुपर्दा एउटा ठाउँ हुन्छ होइन, त्यहाँ चाहिँ एउटा मन्त्री हुन्छ। त्यो मन्त्रीले अरू धेरै गुन्डाहरू राखेका हुन्छन् नराम्रो काम गर्नको लागि, प्लस त्यो मन्त्रीको पहुँच एउटा इन्डियाको ग्याङस्टरसँग पनि हुन्छ र तिनीहरू मिलेर त्यही ठाउँमा नराम्रो काम गरिरहन्छ र जनतालाई सताइरहेको हुन्छ। अब यही सुशील श्रेष्ठको क्यारेक्टरले अब जनतालाई बचाउने, परिवर्तन गर्ने भनेको देखाएको छ। तपाईँहरूले हेर्न प्लान गर्नुभएको छ भने आफ्नै रिस्कमा गएर हेर्नु होला। थ्याङ्क यू।